इंटरनेशनल अमौसी हवाई अड्डा यो हो लखनऊ को है। टर्मिनल 2 देखि आउँदै हुनुहुन्छ हाम्रो फेसबुक क्रिएटर बहिनी, तो उनको लागि स्वागतको लागि म आएको छु यहाँ। वेलकम छ हाम्रो बहिनीलाई। फाइनली अहिले म अमौसी हवाई अड्डामा आएको छु। फाइनली आइसक्नु भएको छ बहिनी। ल जय साहब आउनुभयो। ये लवली सीता वेलकम छ लखनऊमा। हजुरलाई स्वागत छ। आरामै हुनुहुन्छ? एकदमै आरामै। ल ल ल बनेको छैन अहिले। हेलो 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 नमस्ते नमस्ते। एकदमै आरामै आरामै। ल हजुरलाई लखनऊकोमा वेलकम छ। अनि हजुरलाई स्पेशल त हजुरलाई एकदमै समाजसेवी मान्छे हैन, कस्तो राम्रो राम्रो काम गर्नुहुन्छ। एकदम भेटे दाइलाई खुसी लाग्यो है। ल फर्स्ट भेटे एकदमै खुसी लाग्यो। पहिलेदेखि भेट्ने मन थियो हैन दाइ? एकदमै एकदमै एकदमै। अनि के छ नि हजुरको? एकदमै आरामै छु म। एकदम फर्स्ट क्लास छु। कति बेलादेखि कुद्नु भएको? म भयो 1 घण्टा भयो। 10 बजे आएको थिएँ। 10 बजे आएको थिएँ। अहिले फेरि हाम्रो काम पनि एकदमै चलिरहेको छ, त्यही भएर एकछिन 1 घण्टामा आउँछु भन्दा आएको थिएँ। त्यही त हाम्रो कुरा त भइरहेको भेट्न पाइयो, एकदम खुसी लाग्यो है। यहाँ हाम्रो त यत्रो सामान थियो नि फेरि। ल ठिक छ, लगेज पनि अब त छोडेरै आज जानु राम्रो है। अब आउँला लखनऊ आयो भने पक्का भेटौँला है। एकदमै आउनुपर्छ ल्याउनुपर्छ। अनि यसो आफ्नो परिचय दिइदिनु न मेरोमा पनि। चिन्नु भयो चिन्नु। क्यामेरामा भनिदिनु भनेको। ल ल धन्यवाद छ। खुसी लाग्यो एकदम। एकदम मोस्ट वेलकम छ हजुरलाई। लखनऊमा जहिले पनि समय निकालेर आउनु, घुम्नको लागि आउनुहोस्। एकदम मोस्ट वेलकम छ हजुरलाई। हजुरको घर कहाँ हो? मेरो गुल्मी हो। म फाइनली सेन्डीदेखि चाहिँ यहीँ चाहिँ बस्छु म। सेटलमेन्ट नै यहीँ। हजुर हजुर एकदम है खुसी लाग्यो। एकदम आफ्नो मान्छेहरूले यस्तो प्रगति गर्यो भने एकदम एकदम खुसी लाग्छ नि। अनि राम्रो दाइ धन्यवाद यहाँसम्म आइदिनु भयो है आफ्नो समय। नै नै मैले त पहिला पनि तपाईँलाई आउँदै आएर मैले मेसेज गरेको थिएँ। लखनऊबाट तपाईँ जाँदै हुनुहुन्थ्यो नि, त्यति बेला मैले पहिला पनि फर्स्ट टाइम मेसेज गरेको थिएँ। पछि गएर बहिनीले हेर्नुभएको छ, दाइले मेसेज गर्नुभएको रहेछ भनेर। थाहै भएन, नत्र हामी धेरै बसेको त्यतिखेर। लगभग 5-6 घन्टा बसेर नि एयरपोर्टमा बसेको थिएँ। एकदम एकदम एकदम। मैले भनेको यहाँ मेरो मोबाइल मेरो क्यामेरामा पनि अलिकति परिचय दिदिनु आफ्नो बारेमा यसो। ल हुन्छ है त फेरि। फर्स्ट अफ अल म नेपालदेखि हो र म इन्डियामा कार्यरत छु। यति बेला म पेसामा छु र समाजसेवी पनि हो म। जति पनि दुखी हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म धेरै जसो म सहयोग पनि गर्दैछु म। र अहिले बहिनीले पनि धेरै सहयोग गरिराख्नु भएको थियो, बिचमा भिडियो हालिराख्नु भएको थियो। अहिले चाहिँ यहाँको चाहिँ 3.5 लाख फलोवर भएको छ। सपोर्ट जरुर गरिदिनु होला है तपाईँहरूले। अनिल कुमार भनेर दाइको आइडी छ। सबैजनाले मलाई जति माया गर्नुहुन्छ हाम्रो दाइलाई एकदम एकदम माया गर्नु होला, फलो गर्नु होला हैन, भिडियोहरु हेरिदिनु होला। अनि फेरि फेरि पनि भेटौँला। हामीहरु नेपाल आयो भने पनि भेटौँला। म अर्को महिना फेरि नेपाल जानेछु म फेरि दमकमा। हाम्रो प्रोग्रामहरु छ त्यहाँ। अहिले हाम्रो इन्टरनेशनल नेपाली सेल्फ सोसाइटी 42 कन्ट्रीदेखि चाहिँ हाम्रो चाहिँ त्यहाँ सबै सम्मेलन छ हाम्रो। कलेजको बच्चाहरूलाई त्यहाँ फुड फेस्टिभल छ। त्यसमा चाहिँ फर्स्ट प्राइज चाहिँ 1 लाख अनि सेकेन्डलाई 75 फेरि थर्डलाई चाहिँ हामीले चाहिँ 50 राखेको छौँ अहिले फेरि। एकदमै राम्रो छ नि। उता दाङ पनि पुग्नु भएको थियो है त्यो भाइ। म पुग्न जहाँ पनि पुग्छु म। बस त्यही हो कि सच्चाइ हुनु पर्यो।
र दुखियाहरूलाई चाहिँ मद्दत चाहिँ सबै दाजुभाइहरूले गरिदिनु पर्यो, त्यही नै म लिएर जाने हो। अब हाम्रो सुदूरपश्चिमाञ्चलतिर पनि आउनु हाम्रो सुदूरपश्चिमको त सब घर गइसक्यो त उता, मतलब नेपालमै बनाइरहेछन् अहिले। दिपक दाई तिनीहरू, सबै उतरै हुनुहुन्छ, म सब देखिरहेको अविनाश छु। दाईहरू तिनीहरू सबै उतै छन् त। ल अब सबैलाई फाइनली भेट भयो अनि लाइभलाई म अन्तिम गर्दैछु अनि 2 शब्द हाम्रो बहिनीले भन्नुहुन्छ। ल बहिनी ल अब म के भन्नु होइन, म भन्नलाई शब्दै छैन हजुरको बारेमा, तर जे गर्दै हुनुहुन्छ एकदमै खुसी लाग्छ होइन। आफ्नो मान्छेले फर्स्ट त मलाई हजुरले आफ्नो घर बनाउनु भयो, भिडियो हाल्नु भएको थियो नि, मलाई यति राम्रो लाग्यो भनौँ न होइन। नेपालीले आफ्नो भनौँ न अर्काको देशमा आएर यस्तो प्रगति गरेको देख्दा एकदम खुसी लाग्छ। अनि बाँकी त अब हजुर त के कुरा गर्नु, भिडियोहरू हेरिदिनु होला दाइको, हजुरहरूलाई थाहा हुन्छ होइन। एकदम एकदम एकदमै दाइलाई जति माया बहिनीलाई गर्नुभएको छ त्योभन्दा डबल गरिदिनु हाम्रो दाइलाई। एकदम एकदम ल जोड्नु होला। नमस्कार, धन्यवाद हजुर यहाँसम्म आइदिनु भयो होइन। हजुर हजुर सरलाई पनि फलो गरिदिनु होला, लाइक थ्याङ्क यू। होइन, अनि कमेन्ट गरिदिनु होला कस्तो लाग्छ उहाँहरू। अनि दाइको बडी पनि खतरा पनि हुन्छ नि दाइ। अलराउन्डर छन् हाम्रो दाइ चाहिँ, अब बडी देखाइदिनु दाइ। छैन भइयो अहिले अहिले कहाँको माछाले चाहिँ कहीँ पनि गइएको छैन, पेट चाहिँ निस्केको छ, त्यस्तो केही पनि छैन। अब हामीले चाहिँ अहिले फाइनली भेट भयो, यो लाइभलाई म अन्तिम गर्छु र हामीले चाहिँ एउटा सानो ब्लग बनाउँछौँ, उसको पछि चाहिँ हामीले अपलोड गर्छु, त्यसलाई सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच अल।